कति 7-8 बजेसम्म सुत्ने, कहिलेकाहीँ त यसो बिहान नै उठेर खानासाना पकाएर यसो अनि खेतबारीतिर जानु त पऱ्यो किनकि कामको सिजन छ नि त। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आज चाहिँ अब हाम्रो खेतको रोपाइ छ अनि अब हामी सबैजना होइन रोपाइ भनेपछि त अब यस्तै हो नि गाउँघरतिर कामको सिजनमा होइन सबैजनाले मिलेर काम गर्नुहुन्छ, कति रमाइलो हुन्छ कि। अब हाम्रो चाहिँ होइन पूजासुजा गर्ने, अब धान रोप्नुभन्दा अगाडि चाहिँ अलि पूजा गर्नुहुन्छ। हाम्रो परम्परा अनुसार चाहिँ कि पूजा गऱ्यो भने चाहिँ अब सिद्धि हुन्छ भन्ने एउटा चलन छ भनौँ है। अनि हाम्रो चाहिँ अब धान रोप्ने भनेपछि फेरि रमाइलो हुन्छ कि किनकि हाम्रो खेत चाहिँ हामीले लगाउन दिया हुन्छ नि घरनिरै यति रहर लाग्छ कि रोप्नलाई। अनि फेरि होइन यस्तो रमाइलो गर्दै खेल्दै हामीले त रोप्ने कम खेल्ने बढी गर्छौँ कि हिलो माटो, किनकि अब हिलो माटो भन्यो भने त होइन बजारमा बस्नेलाई चाहिँ घिन लाग्ला, तर हामीलाई चाहिँ कस्तो रमाइलो लाग्छ कि किनकि हामी यही हिलो माटोमा खेलेर हुर्केको हो नि त। सानोमा चाहिँ कि अब काम गर्थेनौँ खेल्थ्यौँ मात्रै, तर आजभोलि त अब काम नि गर्नुपर्छ होइन, अलिअलि हिलो माटोमा भए पनि होइन काम पनि गर्ने होइन। यति धेरै मान्छे यति रमाइलो हुन्छ नि धान रोप्न साँच्चै के, तर प्यारो त गाउँ नै हुन्छ कि सहर भन्नाले नि हिलो माटो होस् होइन। सानो ठाउँ भयो नि धेरै मान्छे एकअर्कासँग मिलेर काम गर्ने कि गाउँमा यति रमाइलो हुन्छ नि। अब के भनिदिउँ साँच्चीकै नै कि मलाई त होइन यो हिलो माटो यति मनपर्छ नि, यो बर्खाको माटोको बास्ना नै मलाई यस्तो मनपर्छ नि साथीहरू। आज चाहिँ काम पनि गरियो, बिजोग रमाइलो पनि भयो होइन, हाँस्दै खेल्दै रोप्यौँ, थोरै भयो नि रमाइलो भयो साथीहरू। आजको लागि